पैकिङ गरेको अवस्था छ हाम्रो यहाँ पैकिङ गरेको अवस्था आजको हाम्रो ब्रेकफास्ट आइल्यान्डमा हामी मात्रै बरु खुला त्यो कुरा हो र सबै स्टोरमा तीनटा खाली पुग्नु आँट्यौँ हामी त हामी त बिस इटली स्पेन पुगेको आज नोभेम्बर 12, 2025 मा अहिले हाम्रो सिप चाहिँ यहाँ हाई सीमा छ अहिले हाम्रो सेलिङ भइरहेछ अहिले चाहिँ होल नाइट सिधै अनि आज दिउँसोभरि सिधै भोलि हामी बिहानै मालागामा भोलि बिहान भेट्छौँ र भोलि बिहान मालागा पुगेर भोलि त्यहाँबाट हामी फ्लाइट मालागाको फ्लाइट पुगेर हामी चाहिँ युके जान फर्किनेछौँ र आज चाहिँ हाम्रो यो हाइसी लास्ट डे हो र आज यहाँ वेदर एकदम गर्मी टोटल घाम लागेको छ र जति पेसेन्जरहरू सबै यहाँ इन्जोय गरिरहेको छ सबै घाम तापेर बसिरहेको छ कोही स्विमिङ खेलिरहेको छ कोही रेस्टुरेन्टमा खाना खाइरहेको छ सिप आइसीमा सेलिङ भइरहेको छ र यहाँको एकदम ब्युटिफुल सी एकदम दामी वेदर भेरी नाइस एकदम यहाँको बाटो एकदम स्वच्छ पानी सफा पानी निलो देख्दा निलो पानीमा हाम्रो डिस्कभरी टुको सेलिङ भइरहेको छ हाम्रो दाइ दिदी गीताहरू फोटो खिचिरहेको छ र आज हाम्रो अन्तिम डे भनेर यहाँ सब ठाउँ फोटो खिच्दै हिँडिरहेको छ ए नेपाली हो भाइ नेपाली हो भाइ हाँ ए पाइनएप्पल खाँदिनु Marla disrupt to go forward to इन्जिनको माथि टपमा छ यो चाहिँ बारदला हो बस हेर बारदला माथि यो माथि जति पनि मेन सिग्नल यो सिटको सिग्नलहरू यहाँ पाइन्छ तर उता मुनि यो घाम उभो बसिरहेको छ घाम तपाईँ उताबाट खिच्नु लन्च हाम्रो लन्च आजको लन्च चाहिँ स्लाद छ लन्च हो मरेला डिस्कभरी 2 मा अब सेलिङ भइरहेको छ र आज हाम्रो आइसियु अहिले र अहिले चाहिँ हाम्रो लन्च टाइममा आज चाहिँ एकदम लाइट हामीले चाहिँ यो स्लाद खाइरहेको छौँ हामी भोलि भरे अब डिनर साथ चाहिँ डिनर चाहिँ हामी भोलि तल खाने तल 47 डिग्रीमा यताबाट बात मारेको अवस्था छ प्लान गर्दैछु हाइसी सेलिङ भइरहेको छ र हाम्रो यो सिप चाहिँ हाम्रो भोलि स्पेनको मालागातिर गइरहेको छ र भोलि बिहान आइपुग्छ र हाम्रो यो हिँड्दै हाम्रो एउटा टाढोमा यहाँ एउटा फिसिङ बोट देखिएको छ एकदम फिसिङ बोट दुईटा फिसिङ बोट जस्तो देखिन्छ यहाँबाट हेर्दा है दुईटा फिसिङ बोट
यहाँ चाहिँ त्यो पहरामा देखिन्छ। तपाईँले माग्नु भयो यो Adrian, make some noise for the collective and Anna. What a way to kick off our big farewell. I must say, everyone has turned out this evening. Firstly, Adrian, how are we feeling? You alright? Well, I've got to ask you, is that bittersweet point of the cruise? Who's off home tomorrow? Victoria, well don't worry, it's not over yet, and we are here to wish you well on your way, and we're going to do that in the only way we know how, so please welcome down to the stage from your showcast, it's Sam and Danny. सिधै छ यो एरिया भन्नु यो हामी अघि एउटा गाउँ देखेको थियो क्या बिचमा यो एरिया हो ऊ त्यो एरिया रहेछ बस आउँदा छेडिको देखेको दिएको यही हो यहाँ कहीँ देखिरहेको थियो यो Very good morning. आज November 13, 2025 हाम्रो यो मारेला डिस्कभरी 2 चाहिँ अहिले हाम्रो यो अघिको बिहानको 5 बजी अराउन्ड 5 o'clock यहाँ मालाकामा अराइभ गरेर आइपुगिसकेको छ आएर चाहिँ यहाँ डकिङ भइरहेको छ र अहिले आज चाहिँ हाम्रो यो जति पनि यो सेलिङ गर्ने सबै सेलिङ गर्नेहरूको आजको आज चाहिँ लास्ट डे हो यो हप्ताको लागि
र अब यहाँ कति मान्छेहरू यहाँ आज जानेर अब निस्किनु सुरु भइसकेको छ, एयरपोर्टतिर जान लागेको छ। र आज हामीहरू पनि अघि 6 बजी उठेर अब 7 बजी अब 7 बजी चाहिँ सट्टै माथि ब्रेकफास्ट खान जाने। हो 7 बजी चाहिँ माथि ब्रेकफास्ट खान जाने झट्ट। यहाँ 8 बजी सबै यो कोठा छोडेर रेडी टु गो भएर बस्ने। र आज हाम्रो यहाँ इमिग्रेसन चेक चाहिँ 10 to 10:45 छ इमिग्रेसन चेक। त्यहाँबाट हामी त्यहाँ चेक गरिसकेपछि हामी स्ट्रेट हामीहरू एयरपोर्ट मालाका एयरपोर्टतिर जान्छौँ। अनि आजको हाम्रो फ्लाइट चाहिँ 2 बजी डिपार्चर छ मालाकाबाट, मालाका टु मालाका गेटवे एयरपोर्ट। आज यस्तै छ। आज चाहिँ एक बिहान छिट्टो उठियो र फ्रेस पनि भयो, नुहाइ सिद्धियो। अब यहाँदेखि अब ब्रेकफास्ट खान जाने झट्ट, त्यहाँदेखि इमिग्रेसनको लागि रेडी भएर बस्ने। थ्याङ्क यू। ल आज चाहिँ यो रुमलाई हामी छोडेर जाँदैछौँ र अहिले फुली बाहिर उज्यालो पनि मजाले उज्यालो भएछ। यो मालाकाको यो डकिङ सेन्टर, यो उता परमा धेरै डाँडा टाउन मालाका टाउन गएर सट्टै यतापट्टि पनि त्यो चाहिँ अलिक टाढामा डाँडाहरू छ, हिमालय सानसानो हिमालयहरू देखिन्छ। तिरमा यो स्पेनको मालाका हो। चट्ट हामी ब्रेकफास्ट खान छट्ट जान्छौँ। अब केहीको अब 1-2 मिनटमा हामी यो कोठालाई बन्द छोडिराखेर कोठा बन्द गर्छौँ र हामीहरू जान्छौँ। एनिवे यहाँको चाहिँ आज यहाँको 9 दिनको होलिडे, 8 नाइट स्लिप, 9 दिनको होलिडे अति नै रमणीय भयो र इन्जोयबल। यो चाहिँ सिपमा इन्जोयबल भयो, दामी। गीता सुब्बा अल्सो रेडी टु गो। हामी सबै रेडी टु गो। अब यिनै राम्रो इन्जोयबल भयो र अब त फेरि पनि सिपमा आउने प्लान गरिरहेछौँ। अब मेबी नेक्स्ट इयर हामी फेरि अब अर्को सिपमा फेरि जानेछौँ। धन्यवाद। रेडी भइसक्यो। अब हामीहरू चाहिँ हाम्रो प्याकिङहरू सबै भइसक्यो। अब हाम्रो प्याकिङ झोलाहरू यहाँ निकाल्नलाई रेडी बाट। यहाँ हाम्रो सट्टै अलि मेस यहाँ अलिकति यहाँ गाजे माजे छ हाम्रो यो झोला सामानहरू यो बोकेर लानु आँटेको। द ह्यान्डब्याग, बुढीको ज्याकेट, हाम्रो 2टा झोला। अब हाम्रो ओछ्यानहरू पनि यही हो। अब आज अलिकति यहाँ गाजे माजे छ किनभने यो अब भरे आएर चट्ट बनाउँछ होला। अब नयाँ आज चाहिँ यहाँ नयाँ पेसेन्जर इन हुन्छ फेरि। यस्तै छ हाम्रो रुम, हाम्रो सिपको रुम। चट्ट यसो गऱ्यो यहाँ टिभी हेरेर अब निस्किने अब 5 मिनट 5 मिनटमा हामी आउट हुने। 5 मिनटमा यो रुम छोड्नुपर्छ। अब ल फोन कर दिदीलाई। अब दिदीलाई फोन चाहिँ हाम्रो नम्बर कति हो? 6516। ल अब हामी रेडी टु गो। कोठा वरिपरि कोठा कोठा छट्टै हाम्रो रुम छोड्दैछ। ओके थ्याङ्क यू सो मच। नाइस। लेट्स गो। त्यही त हामी तल्लोपट्टि त हो स्क्वाड एङ्करमा हाम्रो यो झोला लगाएर राख्ने अनि रेडी भएर बस्ने। ल लेट्स गो। ओके बाई बाई। यो रुमलाई बाई बाई। दामी। कोठा छोडेर जानु पनि कोठा छोडेर पनि जानु मन लागेको छैन। अब जस र पनि अब निस्किनै पर्ने हुन्छ। होलिडेमा कोठा छोड्नै पर्ने हुन्छ। यस्तै छ। बुढी निस्क्यो। अब गीता सुब्बा निस्क्यो।
ल लेट्स गो ल हाम्रो कर्ण भाइ धेरै धेरै धन्यवाद बिहा गर्नु छिटै है घरमा गएर धेरै धेरै धन्यवाद हुन्छ जानु क्रुजमा लास्ट ब्रेकफास्ट गरेको अवस्था यो वर्षको लास्ट अर्को वर्षको पनि स्टार्ट हुन्छ पर्खेर बसेको अवस्था पर्खेर बसेको अवस्था कलेक्ट गरेको अवस्था अब अब सामान हाम्रो झोला पाएको अवस्था टर्मिनलमा अब यहाँदेखि चाहिँ हामीहरू अब कोचमा जाने कोचमा सामान लोड गर्ने त्यहाँबाट हामी एयरपोर्ट जाने जान लागेको अवस्था जम्मा छ मालागा पुग्यो मालागा सेकेन्ड टाइम एयरपोर्ट आएको पुगेको अवस्था कति सेन्ट लाग्यो हौ गिरहेछ हामी चाहिँ अब डिपार्चरको पर्खाइमा छौँ अब गेट नम्बर आएपछि छट्ट हाम्रो बोर्डिङ सुरु हुन्छ अबको 1 घन्टामा 1 घन्टा होइन अबको आधी घन्टामा बोर्डिङ सुरु हुन्छ खमेन दाई र रिता दिदी उपर बसिरहनु भएको छ अनि गेट नम्बर पुरेर बसिरहेको छौँ रिता सुब्बा लिम्बू स्मार्टफोन खेलाएर बसिरहेको छ के गर्छ भने होइन रेडी भइस् होइन एकछिन म एक्सर्साइज गर्छु एक्सर्साइज पहिला अनि ज्वाइँको चाहिँ के पो थियो ज्वाइँको एकछिन ए कोठामा गएर सुत्ने खाने ओर्ने कोठामा गएर सुत्ने 11 बजी भात खाने राति अनि भेनाको चाहिँ के पो थियो भेनाको काँटा त्यति हो तपाईँ बाइक म भाइ फनी लागेको मोमेन्ट तिम्रो भन्नु पहिला जसको मन लाग्यो त्यस्तो भन्नु फनी लागेको चाहिँ तिम्रो चाहिँ गरेर दौडेको सोपिङ गरेर जान्छ झोला किन्नु दौडेको अनि दिदीको त मैले फेलै पारेन भेनाको काँटा लगा काँटाले आँखा निकाल्नु हाँसवाले भेना लु होल डे भरिमा 3 जनाको एकदम फनी लागेको कुरा पहिला गीताको आस्ते दौडेको गीता त खतरा पो रहेछ त नपत्याएको सपिङ गर्नु कुदेको आफै सट्टै उठेर त खुरु गएको आयो मगलाई अहिले दिदीको भनौँ भन्नु अनि त फोटो खिचेर आयौँ कि अनि त्यहाँबाट त सिँढी देख्यो क्या अनि यहाँ सिँढीमा मैले फोटो खिच्नु भन्यो क्या है भनेको त त्यहाँबाट त हो लु नि त भनेको कि भनेर अनि अलिक फोटो खिच्दा मुड हुनुपर्छ ए बोली बन्द ला बोल्ती बन्द भयो ज्वाइँको भाइको त के छ
भात खाने राति ए खाना भात त रुच्छ नि त अब भात खान जा भात खाने राइस र चिकन करी खायौँ दुईजनाले पनि खायौँ मजा चाहिँ दिदीको चाहिँ खालि फोटो खिच्दै भिडियो फोटो खिच्दै भन्ने अनि बुढाको चाहिँ खालि खाने बित्तिकै सुत्नु अझै सुत्नु पर्छ नि भन्ने भेनाको चाहिँ स्टेप खालि बियर कहाँ छ बियर कति हजार स्टेप बढाउने